तपाईलाई थाहा छ आज इन्टरनेशनल नर्सेस डे हो नि। नमस्कार सबैजनालाई, म ककनी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पब्लिक हेल्थ नर्स रिचा उपाखेती। सेतो कोटमा नर्सको उपनाम पाएर मक्क परियो बिरामी अनि दुखीको सेवा गर्ने सपना देखेर। न त रात भनिन्छ न त भनिन्छ दिन, बिरामीको सेवामा बित्छ हाम्रा पल र छिन। पीडा र छटपटीमा परेकालाई ओखती बन्छ हाम्रो मुस्कान, सेवा नै धर्म ठानी दिन्छौ नयाँ जीवन र साना। हाँसेर पीडा लुकाई अपमानजनक व्यवहार सहेर, साहसी लगनशील र अटल छौँ है भन्ने अरूलाई देखाएर। लाजले पनि लाजै मान्छ नर्सको तलब सुनेर, देखे पनि नदेखे झैं गर्छन् हामीलाई पीडा दिएर। राज्यको विभेद अनि बिरामीको लालछना भो अब सकिँदैन तिरस्कार र अवहेलना सहन। यहाँ बोल्दा सजाय लाग्ने कानून बन्दा, तर खोइ त सरकार खुलेआम नर्सलाई पिटेर घिसार्छु भन्दा। जहाँ पनि नर्सलाई दोस्रो दर्जा अनि पिए जस्तो काम लगायो, नर्सिङ प्रोफेसन अटोनोमस बढी भनेर थियोरीमा मात्रै पढियो। सहन पनि कति सहने हजुर रुन्छ मन बहेर, अहिले लाग्छ गरेकी छु पछुतो नेपाल बसेर। गरिदेऊ तलब वृद्धि गरिदेऊ सुरक्षाको यकिन, सेवा गर्ने हातलाई रोक विदेशी न। खोलिदेऊ विज्ञापन लोकसेवामा जागिर खान, यति गरे धन्यवाद सरकार नर्सिङ दिवसको दिन।